हेलो एभ्रिवान, स्वागत छ तपाईलाई आज मेरो फेरि नयाँ मिनी ब्लगमा हैन। म चाहिँ यसरी रेडी भएर कहाँ जान लागेको छु त भन्दा म जान लागेको छु काठमाडौँ हैन। छोरा र म चाहिँ आज काठमाडौँ जाँदै छौं हैन। यो चाहिँ टिकापुरको एयरपोर्ट रहेको छ। तपाईहरुले देख्न सक्नुहुनेछ यहाँ नेपालगञ्जबाट आएको प्लेन ल्यान्ड भइसकेको छ टिकापुर एयरपोर्टमा हैन। अनि हामी जाने प्लेन त यही नै हो हैन। कति जोडले धुलो उडेको हैन। एकछिन त मेरो छोरा डराएर मम्मी म त जान्न भनिरहेको थियो ठ्याक्कै। अनि अब चाहिँ हामी जानु पर्यो भनेर अब हामी प्लेन चढ्न लागेको हैन। टिकापुरदेखि चढेर पनि अब चाहिँ टिकापुरबाट प्लेन उडिसकेको छ हैन। सुरुमा त कस्तो डर लाग्ने रहेछ हैन। म त एकदम धेरै डर लागेको सुरुमा। त्यही माथि यो टिकापुरबाट जाने प्लेन त खासै राम्रो नहुने रहेछ। अनि त्यही भएर एकदम धेरै कस्तो घ्याटघ्याट हुने के बिचमा। अनि म एकदम डर लागिरहेको थियो। यो बेलामा त झन् मलाई यति डर लागेको थियो, त्यही पनि मैले भिडियो गराएँ हैन अलिअलि। अनि बिचारा छोरा पनि डराएको थियो एकछिन त। अनि अब चाहिँ नेपालगञ्ज पुग्न आँटेको हैन। यो चाहिँ माथिबाट नेपालगञ्जको देखिने दृश्य रहेको छ। देख्न सक्नुहुन्छ हामी नेपालगञ्ज पुगिसक्यौं हैन। नेपालगञ्ज पुगेर अब चाहिँ हामी निस्किन लागेको बाहिर। अनि बाहिर निस्केर यताको दृश्य रहेको छ यो चाहिँ। अनि अब यहाँबाट हामी जान लागेको छौं भित्र चाहिँ चेकिङ हुने रहेछ। अनि आधा घण्टा रोक्ने भनेको थियो हैन। नेपालको टाइम त्यही त हो, आधा घण्टा भनेको ठाउँमा ठ्याक्कै 2 घण्टा रोक्यो। अनि यता चाहिँ हामी हाम्रो लगेजको लागि वेट गरिराखेको थियौं हैन। अब यति गर्दा हाम्रो लगेजहरु पनि आयो। लगेजहरु आइसकेपछि चाहिँ हामी अब प्लेनको वेटिङमा बसिरहेको छौं। देख्न सक्नुहुन्छ तपाईहरुले कति धेरै मान्छेहरु हुनुहुन्छ हैन। अनि आधा घण्टा भनेको ठाउँमा 2 घण्टा कुराउँदा त कसलाई पो दिक्क नलाग्ला र हैन। अब बल्ल हामी नेपालगञ्जबाट पनि काठमाडौँको लागि उड्न थालेको हैन। अनि चकलेटहरु दिने रहेछ नि त। अनि चकलेटहरु दिँदा त छोरा कति खुसी भएको। अहिले चाहिँ हामी यति माथि पुरै बादल मात्र देखिरहेको थियो यो बेलामा। अनि अब चाहिँ फेरि अर्को खानेकुरा दिएको थियो। यो चाहिँ मोमफली रहेको छ हैन। अनि त्यसपछि चाहिँ फेरि उहाँ चाहिँ एरोस्टेज हैन। अनि उहाँले चाहिँ के रे जुसहरु दिइराख्नु भएको थियो। यो बेलामा छोराले चाहिँ म्याङ्गोको जुस दिएको थियो अनि मलाई चाहिँ एप्पलको जुस दिनु भएको थियो। अनि हामी खाँदै इन्जोय गर्दै नेपालगञ्जबाट काठमाडौँ आउँदा त एकदमै रमाइलो भयो हैन। अनि उ त हैन एउटा पनि नडराइकन म भन्दा धेरै इन्जोय गरेर आयो हैन। म त बरु कति बेलामा यसो डराइराख्थे, तर उले चाहिँ एकदम धेरै इन्जोय गर्दै आइरहेको थियो। अनि यो चाहिँ अब चाहिँ हामी काठमाडौँ भ्यालु भित्र पुगिसकेका छौं हैन। अनि यो चाहिँ काठमाडौँको माथिबाट देखिने दृश्य हैन। अनि अब चाहिँ हामी काठमाडौँमा ल्यान्ड भइसकेका छौं हैन। एयरपोर्ट भित्र पुगिसक्यौं यति बेलासम्म। अनि अब चाहिँ प्लेन ल्यान्ड भइरहेको छ हैन। अनि अब एकछिनमा त हामी बाहिर जाने छौं। अब निस्किनको लागि तयारी गरिरहेका छौं हैन। एकछिन प्लेन रोक्यो अनि त्यसपछि अब हामी बाहिर आयौं। अनि म बाबुहरु लिन आइसक्नु भएको थियो। म यहाँ र बाबुहरु जानु भएको थियो नि त लिन। यता लगेजको लागि पनि हामीले वेट गर्यौं। अब चाहिँ हामी एयरपोर्टको बाहिर आमा छोरा लुकुर बाहिर हिँड्दै छु हैन। अनि फर्स्ट टाइम आएको। अनि त्यो भएर पनि होला मलाई त यो एकदम राम्रो लागिरहेको थियो क्या। यताको यो सिनहरु एकदम धेरै मन पर्यो मलाई चाहिँ एयरपोर्टको। यो ठाउँ त मलाई एकदम धेरै मन पर्यो। अनि यता बाबु चाहिँ आफ्नो अंकलसँगै आउँदै थियो पछाडी न। अनि म त अगाडि भिडियो गर्दै हिँडिरहेको थिएँ। मलाई त एकदम राम्रो लागेर हेरिरहँ जस्तो भिडियो फोटो गर्न मात्र मन लाग्ने क्या मलाई त फेरि हैन। राम्रो ठाउँ देख्ने बित्तिकै अनि म त कति राम्रो भन्दै बयान गर्दै अगाडि हिँडिरहेको थिएँ। अनि मैले चाहिँ भिडियो गराइदिँदै हुनुहुन्थ्यो मेरो। अनि अंकल र छोरा त पछाडी आउँदै हुनुहुन्छ। अनि म त यसरी जाँदा गर्दा ठ्याक्कै अगाडि गाडी आएछ। अनि गाडी आएको पनि नदेखेर म त हिँडिरहेको थिएँ हैन। अनि हामी बाबुसँग गफ गर्दै रुम जान लागेको थियौं हैन। अनि अब चाहिँ हामी रुम पुग्न लागेको। म एक्लै कसरी हिँडिरहेको छु हैन अगाडि। अनि अब रुम पुगेर पनि खानासाना खाएर हामी सुत्न लागेको। बाइ बाइ एभ्रिवान।